हेलो गाइज व्हाट्स अप आई एम सबजना सन्चै होला र म पनि सन्चै छु। धेरै पछि फेरि न्यू ब्लगमा सबजना वेलकम छ है। धेरै दिन पछि आयो ब्लगमा चाहिँ ऐ 0.5 बनाउने बिर्सेछु मैले यार। ब्लग धेरै दिन पछि बनाएको त रोगमा 0.5 मै रहेछ। कहाँ ब्लग नबनाउने बिर्सेको त छैन हरे क्या अझ त्यस्तै हो। सो सबजना सन्चै होला, म पनि सन्चै छु केटा हो है। के कस्तो छ हल्दी चल्ली सबजना कमेन्टमा भन के कस्तो चलिरहेको तिमीहरूको। मेरो त यस्तै लौडा लसुन चलिरहेको है। त्यही नै कुरा धेरै दिन पछि आज लाइभ भ्लगमा आइयो। कस्तो भएको मलाई मैले बोल्न नि कस्तो भएको भए बोल्नै सकिरहेको छैन। ए फिङ्गर ग्लभ्स त्यहाँ किने नै हुन्छ यार। खतरा गेम खेल्ने मान्छे के अरे मुजी ग्लभ्स चाहियो मादा चोतलाई। हेर्न अनुहार पनि हेर्दाखेरि गेमर जस्तै खाइयो मुजीको अनुहार हेर्दा फिङ्गर ग्लभ्स चाहियो अरे होइन। सो हामी चाहिँ अब कहाँ जान लाग्यो भन्दाखेरि चाहिँ ओइ कहाँ जान लाग्यो अरे खरिनी जान लाग्यो यसको पुसाइकोमा फुपू हो फुपूकोमा। अनि त्यही नै कुरा हो। अब धेरै पछि भ्लगमा आइयो। अनि के भन्ने त खै अब बिचमा किन भ्लग बनाउनु न यताउति भ्लग बनाउनु यताउति भनिरहेको थियो। अब भ्लग बनाउने टाइम नै थिएन क्या। अब यताउता काममा लास्ट बिजी थिएँ म। अनि त्यसैले अब गर्दा हो। सो त्यही नै हो। अब आज खैनाड जान लाग्यो। अब कता के गरिन्छ त्यता नयाँ सेपारको खुलिरहेको छ अरे उता गौनगौडातिर कि कतातिर दुलेगौडातिर गौनगौडा नाच मुजी कता हो। सो हामी चाहिँ टक्क अब चल्छ भने लाग्छ। ए नारा नगर कता सिलिगुडी कस्तो पोस्ट गर्न पर्ने लामा के होइन कुरा त्यही नै हो। अब के गरिन्छ कसो गरिन्छ अब जाँदाखेरि भेटौँला है। लास्ट भोग्ला छैन खाने खाएको छैन। अब 16तिर गएर खाइन्छ र खाना अनि त्यस पछाडि चाहिँ चल्छ भने खरिटारतिर त्यही नै हो। हेर्दै गर न गनगौडमा नि त सेवा खुलिरहेछ नि त। मलाई थाहा छैन यसलाई थाहा रहेछ त्यसले भन्यो। अनि छिर्दैन त हामीले गएको खाली रहेछ कि म कस्तो तिमीलाई भ्लगमा पनि देखाइदिन्थेँ कि। अब के भयो भन्दाखेरि चाहिँ उता खाना नै पसेको थियो। अनि खानामा पस्दाखेरि चाहिँ गेम खेल्न थाल्यो। गेम खेलेपछि ब्याट्री डाउन भयो क्या यसो। अनि त्यसरी भ्लग पनि पाएन। अनि गएर यसको पुसाइकोमा गएर चार्जमा राख्थ्यो मोबाइल। अनि खाजा खाएर अनि यता हामी यता भिवातिर चल्छ हामीहरू कि चिल पनि छ ठाउँ भने भन्यो। अनि यसको हल्का काम पनि रहेछ। के काम हो भन्दाखेरि चाहिँ त्यही दिने काम के भनिदिनु न त्यो त भन्नु मिल्दैन है। यसो नआइदिएको क्या त्यही नै। अब यता नि सेपार छ भन्छ कि यसले ठाउँ चाहिँ एकदम चिल रहेछ क्या। हेर कस्तो मस्त लाग्यो चिसो पानी पऱ्यो नि चिसो भएको त होइन चिल छ के अरे माटो नि टक्क खोलाको तिरमा साइडमा होइन मस्त चिल छ क्या। हेर यता फेरि चेकिङ हो कि चेकिङ हो थाहा भएन मलाई चाहिँ। हेर न मलाई चाहिँ कस्तो चिल चिल लाग्छ भन्दाखेरि चाहिँ यस्तो खोला किनारको साइडमा भन्ने बाटो एकदम चिल लाग्छ क्या मलाई चाहिँ। फेरि साइड त त्यति डाँडो हुन्छ नि त बिचमा मस्त आनन्द लाग्छ क्या। तिमीलाई चाहिँ कस्तो लाग्छ थाहा भएन। सो त्यही नै कुरा अब भिवातिर गइन्छ। अब हेरौँ कता लिएर जान्छ मलाई थाहा नि के लिएर आएको नि त मलाई त केही थाहा छैन। सो जाम अगाडि के हुन्छ कसो हुन्छ सब देखाउँदै गर्छु। अनि तिमीलाई उताको मैले सेपाक देखाउनु पनि लाग्यो त्यसको लागि हामी भेरी सरी गाइज है। किनकि अब चार्ज थिएन म तिमीलाई भनिसकेँ। त्यही नै हो भागिसकेँ। तर यो भाइस त मलाई उता गुल्मी जाँदाखेरि कस्तो भाइस आयो यार। मौसम पनि मिठोमा नै भर पानी परेर त्यसैले त्यस्तो कपाल देख्यो अनि ह्यान्सी त के होला है। पानी पछि त कस्तो यस्ता धुलो उडेको नि बस्छ नि त त्यो कारणले ह्यान्सी देखिन्छ कि त्यही नै कुरा ल। अनि पछि भेटौँ ल है त। हामी चाहिँ सेती नदीको उसमा हामी हेर्नु कस्तो दामी देखेको केटा हो। चिलमा हेर्नु साथी हो तँलाई हिँडा फाल्दैन कस्तो हुन्छ अलिकति ट्राई गर्ने तँ फालेर होइन मलाई त फाल्ने कि तँलाई फाल्ने हो क्या। अनि तँलाई फाल्नु कस्तो हुँदो रहेछ के दुईजना हामी फाल्ने र हुँदैन नि घरकोले निज दिन्छ हो। हेर्नु कस्तो दामी माटो नि रणमतीको छोरा डाँडा जाने अँ त्यो कुनियो आएको कस्तो डाँडा हो कि के हो त्यो। अँ त्यो कुनियो लगाएको कि के हो त्यो कुनियो लाग्छ त के हो त बनाएको गइदिउँ त चल्छ नि खास केही छैन कि भयो भने त्यहाँबाट भ्यू चाहिँ मिठो देखिन्छ। भ्यू देखिन्छ भने गइदिउँ न यसो चिनाहान्ने त अनि त्यो बाइक अर्को डाँडा पनि छ। अनि यो कुन हो त यो बजार चाहिँ भीमा बजार यो यता यस्तै कसरी दमाउन निस्किन्छ होला दमाउली रे ए तनहु आइसक्यो ए तनहु पछि बल्ल दमाउली है। दमाउल जाँदा हामी अघि जुन खैरेनीमा झरेको थियो नि त्यहाँबाट सिधै गएर यता हो अलि अगाडि 1 घन्टाको बाटो। हेर साथी यस्तै नि उसी होइन जिनी धेरै रमाइलो गऱ्यो धेरै मज गऱ्यो एकचोटि यो पुग्नु पनि तर चरायो भने त्यसमा गर्दा त्यही नै अलिक पछि देखाउँदै गर्छु भ्यूहरू हाम्रो भिमातको हाम्रो तनहुको यस्तो हल्का राम्रो राम्रो ठाउँ देखाउँदै गर्छु तिमीलाई भिजिट गराउँदै गर्छु है। त्यही नि हो जस्तो राम्रो लागेर यसो बसेको म पनि हेर्नु कस्तो मिठो देखियो क्या। त्यही नै कुरा अलिक पछि भेट्छु म है लाग्यो।
हामी चाहिँ के अरे यो भिमाको स्केट पार्क आइसकेको छ है। म त यसले यही हो भने बोला म माथि पर्छु, छैन माटो नि बोर्ड त्यहाँ रहेछ लास्टमा। हेर भित्र खाली सक्यो के छिर्नु है, एउटा पैसा लगाएर मलाई स्केट पार्क बनाएको जस्तो रहेछ। ल ल पार्कै हो जस्तो नि देखिन्न योभन्दा राति एकचोटि मात्र आएर खेलेको छु यहाँ। ए खेल्न खेलिस् त एकचोटि जमिन अन्त म त अरू जानै मन लाग्थेन कि उनीहरूले गर्दा कहाँ लिएर आउँछ आउँछ यार। घुम्न अनि यही हो अलि राम्रो ठाउँमा यस्तो हल्का दामीदेखि ठाउँमा लिएर हिँड्नु आएको छ। खाली स्केट देखाउनु नलगिन् त मलाई साथी। म किन आउने म यसो छोडिसकेँ कि यसो गाइजलाई थाहा किन थाहा भनिदिने थाहा नगरे कतिले हेरेछन् र कतिलाई भनेको छैन होला, कति देखेन होला होइन। सो मैले चाहिँ स्केट भन्दा त्यो पहिला जस्तो जोस रहेन कि अहिले स्केटमा पहिला जस्तो जोस पनि अब हुन नि एज पनि भयो भनौँ होइन। यस्तो बुढो भन्नुलाई त्यस्तो बुढो भएन कि म त अब हल्का हुन्छ नि त। अब पहिला त्यस्तो काम भन्दा केही हुन्थेन, पैसाको जरुरत हुन्थेन होइन। मस्त स्केट खेलेर बसेको थिएन नि त मलाई। अब अहिले त कहाँ त्यस्तो स्केट खेलेर मात्र जिन्दगी चल्छ त नि। टुर्नामेन्ट सुनाइटहरू त्यस्तो हुँदैन नि त। हुनु त हुन्छ टुर्नामेन्टहरू 5-10 हजारको हुन्छ, 5-10 हजार एक वर्षमा कमाएर कसो के गर्ने, त्यसले के गर्ने भन त। सो त्यसैले अब स्केटमा चाहिँ त्यस्तो मैले सोच्नु त त्यस्तो स्केटमा गर्छु, सबै थोक गर्छु, स्केटमै यहाँ लाग्छु, स्केटमा कहिले पाउँछ भनेर सोचेको थिइनँ कहिले पनि होइन। जस्तो भयो नि अब केही टाइमको लागि थियो, जोस थियो, जाँगर थियो, त्यसरी खेल्ने थियो होइन। अब यस्तो मन लाग्दैन कहिले काहीँ, यस्तो मन लागेर गएर खेलिन्छ बसिन्छ होइन। अब यसले स्केट पार्क जाम कि जाम भन्दा तर मलाई मनै थिएन कि। यस्तो हो कि साथी कुनै ठाउँमा गएर कुनै चिज छोड्नु हुँदैन कि। अनि मैले कहाँ छोडेँ स्केट पार्क पाउँछ केटी हो दिइहाल्छ अरे जसले सन्दर्भ चेन्ज गर्छ त्यसलाई दिइहाल्छ होइन। मेरो सोझो अगाडिको अगाडि सोझो गाडी दिइहाल्नु पर्ने त्यस्तो केही होइन केटा होइन। सो यस्तो हो इन्ट्रेस्ट त मरिसक्यो। म त भन्न खोजेको कि पहिला जुन जोस थियो नि एनी टाइम स्केट 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 भन्थ्यो नि त्यस्तो छैन अहिले भन्नु खोजेको मैले खास भन्दाखेरि चाहिँ। खेल्न त मन अवश्य लाग्छ कहाँ छोड्ने त चट्टै कसले छोड्नु आउँछ र होइन। खेल्न त मन लाग्छ नलाग्ने होइन। अब त गएपछि त अब भिजिटिङ सिजिटिङ भन्ने हुन्छ, हामीलाई त रहर हुन्छ नि। कति भिजिटिङ गरेर अहिले छोडिसक्यो के साथी। जुनै ठाउँमा पनि हामीलाई त रहर हुन्छ नि त यहाँ गएर खेल के छ र भन्ने। जुन त्यो जसमा पहिला थियो त्यो त अहिले जस भइरहेको भन्नु बुझ्दाखेरि। सो त्यहाँदेखि कहाँ आफू मलाई थाहा छैन होइन। यसले लिएर जान त उता कटेजको लाग्यो डाँडा खालको जान त होइन। सो अब मैले पुसाको स्कुटीमा फुल पेट्रोल रहेछ कि त सक्दिनँ अब त्यही नै केटा जस्तो राम्रो रहेछ ठाउँ चाहिँ हेर्नु सक्छ होइन। डेटिङ बस्ने जस्तै ठाउँमा सबै चारैतिरै त्यही हो के बार रहेछ त्यहाँ पनि अहिले त एक राउन्ड हान्ने हामी यहाँ यस्तरी एक राउन्ड हान्छ नि हो। ए एट नआएको हामी हो एटमा आउँदो रहेछ यहाँ एट देख्न सक्छ तिमीहरूले गाइज है। एट हान्न आएको ओ यता जाने ए के म त नि यहाँ यस्तो ट्रायल दिन लाग्छ भनेको यस्तो। सो गाइज अब यहाँ बसेर यस्तो हल्का इनर्जी बढाइन्छ होइन। मैले होइन यसले बढाउँछ इनर्जी, म त्यस्तो खाँदैन। यो ठाउँमा त म पहिला आउँदा त यसो छेउमा बसेर मस्त बस्नु पाइन्थ्यो, अहिले त बाह्र यस्तो रहेछ कि साथी। यहाँ के भएको थियो भन्दाखेरि चाहिँ एकदिन डेटिङ बस्दाखेरि अनि त्यो स्पोट यही हो यो र उनी ऊ त टाढा हेर त्यहाँ केटीहरू हेर त्यो केटाकेटी त्यस्तो गर्छस् डेटिङ बस्ने ठाउँ तनहुको हल्का लभर्सहरूको लागि डेटिङ बस्ने ठाउँ यही रहेछ। त्यो डाँडा र यो डाँडा अनि एउटा फेरि कहाँनिर मेबी देखिन्न होला यो यहाँबाट यहाँबाट होइन ऊ त्यताबाट भित्रबाट जानुपर्छ। देख्यो नि बोकाको रहेछ सबै थाहाको रहेछ थाहा पायो नि। म जहाँसम्म लगाइरहेको यसले म लिएर आउने कारण यहाँ पक्का नि कसैसँग भेट्न आएको यो एक्लै आउनु नलाएर मलाई बोला जस्तो ला कस्तो तर केही छैन। अब यसले साथी बोलायो त साथी बोलान्छ भने म एक्लै हुन्छु केटा हो, म पछाडि बस्नुपर्छ होइन। त्यही नै हो जस तनहुको मान्छेहरूलाई डेटिङ बस्ने ठाउँ राम्रै रहेछ जस। अनि त्यही नै हो त्यहाँ कसै जाने त हामी त्यहाँ क्रिकेट छ भनेको होइन जाऊँ के जाने भनिरहेको त मैले जाँदै थियो त्यहाँ गएर एकचोटि 360 हान्दिउँ हाम्रो यस्तो रोड नभए नि देखाइदिउँ नि त खान त खाएँ कि भएर म त बोल्छु त्यही नै केटा। अनि अस्ति होली थियो नि त अब होलीतिर नि भ्लग बनाउने सोचमा थिएँ तर काममा थिएँ म। ए साथी होली त म काममा थिएँ र त्यस्तो काम कसैले गर्दैन होइन सबैले गर्छ के ढुलिस दिसँग त्यही नै केटा अब चल्दैछ हानिनु पऱ्यो अब किनकि अब यहाँ छैन होइन। त्यही नै हो अस्ति होलीको खास होलीको कुरा चल्दै थियो होइन। होलीमा म काममा बिजी थिएँ नत्र होलीको नि भ्लग बनाउने सोचमा थिएँ। अब यस्तै काममा छु नि त अहिले म हल्का क्यामेरा लाइनमा हिँडिरहेको छु त। सो फोटोतिर फोटोसुट गर्नेमा फोटो हान्नेमा बिजी हुन्छु। त्यसैले गर्दाखेरि पनि हल्का बिजी भएको कारण चाहिँ त्यो हो कि केटाको के झुट बोलिराख्ने होइन। सो त्यही नै हो अरू चाहिँ के हुने हो ढाँसा दिन दुखिरहेको धेरै काम गरेर आज चाहिँ यसो घुम्न आइदिएर यसो भ्लगमा आइदिएको त्यही नै हो। कस्तो मिठो देखायो त पछाडिको सनसेट फोनमा के फोनमा त बसेको नि त्यति बेला यस्तरी
हो दामी देखेछ ल सेल्फी हान त ल केटा अनि पछि त्यहाँ गएपछि म 360 हानेर देखाइदिन्छु तिमीलाई कस्तो छ हाम्रो ठाउँ होइन हाम्रो ठाउँ है तनहुको ठाउँ ए के गर्छ केटा बाटो त खतरा रहेछ तिमीलाई 360 हानेर देखाउनु त भनियो बाटो यहाँ यसले चलाइदिएर मलाई टेन्सन हाँस लाग्यो कस्तो भनेको हुन त स्कुटी मलाई पनि थाहा कि मैले बरु हिँड्ने हुँदो रहेछ साथी धन्दा स्कुल तान्दो रहेछ होइन मलाई तेरो पुसेको स्कुल रहेछ रन्दाको झन् सर्भिसिङ गरेर राखेको रहेछ बाटो हेर न केटा ठ्याड्दै छ क्या बाटो पनि लामा डबल लोड छ नि त हामी टिओ क्या यो टिओमा डबल लोड छ बाटो हेरेर माटो कस्तो ठ्याड्दै छ क्या बाटो लामा होइन पुरै ठ्याड्दै छ नि त बाटो बाटो हेर्नु बाटो हेर्नु बाटो ट्र्याक्टर हिँड्ने बाटो जस्तो लाग्यो है ट्र्याक्टरको दाम पनि छ सोल्टे पहिला बाइक उकालेको अरे अब अलि छिटो उकाल्दैछ अरूले साइकल उकाल्छ अब त्यही केटा हेर न बाटो कस्तो ठाड्दै छ क्या सनाउने माटो नि तान केटा तान तान्यो तान्यो ओ यहाँ पनि घर रहेछ त कत्रो रहेछ तान्यो तान्यो केटा तान्यो पुरै धुलो छ त माटो नि माटो माटो मात्र छ Look at the shoes, bro. Look at the shoes. के यसरी घुमाएर पुरै यसरी कहाँ यस्तो भइसक्यो बाटो उखान ट्राई गर्ने हेर छोडिदिउँ अलरेडी जाँदाखेरि हिँड्दै जानु पर्यो नि टेन्सन छ कि फर्केर खाएर छोड्दै आज जाँदा ट्राई गराउनु पऱ्यो सबै उकाल्नु यस्तै रहेछ क्या कि यस्तरी घुमेर पुरै यस्तरी घुमी घुमी जाने रहेछ क्या सायद मेबी है यस्तो लाग्यो मलाई चाहिँ हेर्न अहिले त जाने भनेर आफैले जान्छ यार कस्तो होला मलाई ठिक छ म चाहिँ यहाँ डाइरेक्ट पहिला पुग्दिनँ क्या त्यहाँदेखि एउटा म टक्कै त्यो डाँडामै चढेर तिमीलाई 360 आउँछु रोक है भाइ अघि हामी त्यहाँ थियौँ हो त्यहाँ जुम गरिदिनु ए खतरै जुम भयो 0.5 मै जा जुलकोट त भ्यू गाएछ हाम्रो के रह्यो भिमातको बजार आइने है सट अब माथि यहाँ माथि कहाँ चढ्न सकिन्छ त नि यस्तो ठाडो ठाडो सकिँदैन नि त तिमीलाई त्यो बाँदर उक्लिँदै बाँदर चाहिँ कोसिस गरिरहेको छ सायद उक्लिन्छ होला बाँदर ल जा साथी जा यु क्यान डु इट ब्रो नगुल्टे मासु ढुङ्गा खस्छ जस्तो लाग्यो मुजीले छि मुजी धुलो एउटा मुजीले ल माछा चढ्नु माछा चढ ल जान मा चल माछा दुईजना आउने ठाउँ छ त्यहाँ त क्या त बाँदर माथि भाँडा चढेर त क्या मुजी म अन्त यो खस्छ सियर त्यहाँ खस्छ किनकि मैले बढी हेभी वेटको छु नि त साथी ओए म हेभी वेटको छु नि त त्यहाँ गएन खस्छ फेरि यो चिनेको भत्किन्छ सो त्यही नै गएर हाम्रो भिमात बजार चाहिँ हाम्रो यही छ है त्यहाँ चाहिँ हाम्रो कपसहरू बसिरहेको छ सो नदेखाइदिउँ होइन सो त्यही नै यस्तो टक्क यति रहेछ जस बजार राम्रै रहेछ यता छिरा थियो अघि त्यहाँ यहाँ यस्तो 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 अहिले त्यहाँ देखिन्थ्यो नि त को हो यहाँनिर हाम्रो भिमात बजार यहीँ रहेछ होइन अब यो पिच हुँदै कता जाने यो कुनै ओ साथी त्यो चाहिँ कुन बजार हो त ऊ त्यो के हो यहाँ हामी आएको बाटो त्यही हो के बजार गाइस तिम्रो कोही तनाउ बाटो छ भने मलाई भन न है त्यो ठाउँको नाम के त्यो मलाई भन है हो त्यो ठाउँको चाहिँ त्यही नै हो म चढ्छु अनि तिमीलाई देखाउँछु र म चढ्छु है केटा पहिला म कपाल बान्छु कपालले छेक्छ जस्तो लाग्यो र कपाल बाँध चढ्छु म फाइनल्ली कस्तो के कपाल बाटेको केटा अब कपाल बाटो टाइम नै आइसक्यो सो म चढिसकेको छु यो मात्र यता छ कि आफै सेल्फी हान्न लाग्यो सेल्फी लाइट भ्लग लाग्यो साथी टक्कै सोटी भ्यू देखाउनु लाग्छ देखाउने नि त हालेर अब हाम्रो त कोही देखाउने यस्तो देखाउँ भने कसलाई देखाऊँ भन्ने हो कि त्यही नै एउटा म नि सिकाउन चढिसकेको छु यता हेर्दा थमेन्ट हुन्छ कि त्यहाँ माथि थमेन्ट हुन्छ यस्तो गर्दा थमेन्ट हुन्छ यस्तो गर्दा थमेन्ट हुन्छ यस्तो हो कि आज कस्तो अनि यस्तो यस्तो त्यस्तो कि होइन यता नहेर्नु राम्रो नर्मल हेर्नु त्यस्तै टक्क बजारदेखि त्यही नै एउटा त्यो थमेन्ट हान्नको लागि हो क्या यहाँ लडिसक्यो मेरो भ्लग बाहिर जान्छ कि साथी लड त एकचोटि हो क्या जानी जाने यो हेर न त झरेको तरिका यसको ल साथी हामी चाहिँ यहाँ त झर्दैछौँ गाइस है म चाहिँ लडेन म चाहिँ लड्छ जस्तो लागेर कति फोन गरेको तेरो बुढीले मुजी ओए म चाहिँ क्या झर्ने त मुजी
ल्या म चाहिँ अर्कै उपाय पाउनु पर्छ चढ्न त सजिलो भयो जस्तो लाग्थ्यो म चाहिँ यतातिर झर्नुपर्छ जस्तो लागिरहेको केटा त्यहाँदेखि केटा लास्टचोटि फेरि एकचोटि भ्यू है त्यहाँ कपसहरू बसिरहेको तर पुरै तलबाट चाहिँ मैले देखाएन है मैले बच्चामा त खतरा एक्सपर्ट हो कि के भनिस् त अरे कहाँ ससुराले बस्छु भनिस् क्या के होइन क्या हाल्दिनँ म त होइन कि केटीको कुरा छोड कि म हाँडा झर्दिनँ भनेको ए अँ रोकमा ए इजी हो क्या यस्तो जुत्ता फोर हुन्छ लड्दिनँ म चाहिँ ओइ माछिङ राम्रो चिनेकै छैन मुजीहरूले त यार गुल्टेर मान्छे छ क्या यहाँ भ्लग बनाइरहेको छु म आफ्नो मोबाइल हटाइ हेर्न केटा के गरेको यसले म लड्यो भने हाल्न लाग्यो त्यही भएको भए मैले लिएर आएको म दोष मलाई यता न केटा अब जान लाग्यो हामी चाहिँ जुत्ता चाहिँ मेरो अलिकति फोरै यसको दोस्ती भएर चाहिँ जुत्ता त्यही केटा अब अहिले चाहिँ हामी यहाँ बसेर चाहिँ के गऱ्यौँ भन्ने सोचिरहेको होला होइन अब गर्लफ्रेन्ड भएको त गर्लफ्रेन्ड च्याप्दै बस्नुहुन्थ्यो कि अब त्यस्तो केही गरेन नि त एकछिन हामीले सोच्यौँ के भोलि आज यता आइयो अब आएको बेला यसो मानु कोर्दैन यसो घुम्न गइदिउँ कि भनेर यसले भने क्या फेरि अनि हो त नि यहाँ डबलतिर नि साथीहरूले सम्झिरह जाऊँ भन्ने मैले सोचिरहेको छु होइन अब त्यही सोचिराखेको छु के रे अब त्यही नै हो अब जाऊँ अब बेलुका भोलि बिहान उठेपछि थाहा हुन्छ अब गइन्छ कि गइन्न जे गरिन्छ भोलि थाहा हुन्छ सो हेर्दै गर त्यही नै हो अब हामी फर्किनु लाग्यो यहाँ है